माया देखाउनु भयो कि म त्यहाँ एकछिन पनि रोक्न सकिनँ कि अनि त्यही भएर म आएँ हजुरले यति धेरै माया दिनुभयो कि अब यो चाहिँ मेरो लागि सायद अविस्मरणीय क्षण नै हुने भयो। अब यति धेरै माया अब अहिलेसम्म पाएको थिएन, तर जब यो मुभीबाट माया पाएँ होइन, यो मुभीले गर्दाखेरि अब यति धेरै माया पाएर प्लस फुटबलले गर्दाखेरि नै हो म आज यहाँसम्म आएको र फुटबलले गर्दाखेरि हजुरहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यस्तै माया दिनु होला। हस्, धन्यवाद। कस्तो लाग्यो आमा तपाईँलाई? कस्तो लाग्यो भनिदिनु न। एकदमै हुटिङ। कस्तो लाग्यो? यति धेरै माया दिनुभयो कि सायद यो कहिले पनि म यो माया चाहिँ भुल्ने छैन। जस खुसी लागेको छ। धरान सम्झिने बित्तिकै कसको याद चाहिँ आउँछ हजुरलाई? अर्को साम्पन। उहाँहरूलाई केही सन्देश छ? उहाँहरूलाई अब जुन अहिले कामहरू उहाँहरूले गरिरहनु भएको छ होइन, यो कामलाई चाहिँ हामी एकदमै ह्याट्स अफ नै गर्छौँ र आउने दिनहरूमा पनि अझै देशको लागि अझै राम्रो गर्नुहोस् भन्न चाहन्छु उहाँहरूलाई। अब एन्जेला चाहिँ यति धेरै व्यस्त, त्यसो आफै पनि प्लेयर हुनुहुन्छ, व्यस्तता हुनुहुन्छ नि, झन् अहिले सिनेमा आइसकेपछि त्यति धेरै व्यस्त हुनुहुन्छ। अब तपाईँलाई यो सिनेमा यस्तो सफलता पाउँदै गर्दाखेरि चाहिँ कलाकार भन्ने कि प्लेयर भन्ने चाहिँ अब चाहिँ? मलाई चाहिँ कलाकार भन्दा पनि प्लेयर नै भनेको मनपर्छ होइन। मलाई चाहिँ अहिले पनि कलाकारको रूपमा नलिदिए पनि हुन्छ जस्तो लाग्छ, किनभने म फुटबल प्लेयर प्लस अनि अब मलाई प्लेयर भनेरै बोलाएको चाहिँ एकदमै मनपर्छ। जुन अब अहिले मुभीसँगको अब सम्बन्ध छ यो भनेको अब मेरो लागि यही लास्ट पनि हो र अब यो एउटा इतिहास त भन्यो, तर यो मेरो लागि एउटा छिडीको फुटबल भनेको मेरो जिन्दगीभरको लागि नै हो। अब त्यसै गरी आजको यस जसको जीवन कथा तपाईँहरूले हेर्नुभयो, उहाँ हामीसँगै हुनुहुन्छ महिला फुटबल टिमकी क्याप्टेन अन्जिला तुम्बापो सुब्बा। उहाँलाई ताली तपाईँहरूले सिनेमा सबैजनाले हेरिसक्नुभयो। कस्तो लाग्यो त्यो सिनेमा? को रुनु भयो? हात उठाउनुहोस् त। सबैजना रुनु भएको? ल अब तपाईँहरू रुनुभयो, सबैजना रुनु भएछ। अब तपाईँहरूको लागि फेरि एकचोटि भन्नुहोस् त कस्तो लाग्यो चलचित्र? को रुनु भयो? सबैजना रुनु हेर्नु त। ल अब केही कुरा म हाम्रो निर्देशक मिलन स्यामज्यूलाई केही राखिदिनु अनुरोध गर्दछु। थ्याङ्क यू सो मच। तपाईँहरू अन्जिलालाई मन पराएर अन्जिलाको लागि भनेर सिनेमा हेरिदिन आइदिनु भयो, त्यसको लागि एकदमै हृदयबाट नै एकदमै थ्याङ्क यू सो मच भन्न चाहन्छौँ। र धरानले एक किसिमको एन्जिलालाई फाल्टै माहौल र माया दिनुभएको छ र एन्जिला पनि तपाईँहरूको मायाले गर्दाखेरि युरोपबाट धरानसम्म हिजो हेर्नुहोस् त, हिजोदेखि अस्तिको दिन रातिदेखि ट्राभल गर्दै 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 धरानसम्म तपाईँहरूको लागि आइदिनु भयो। एन्जिलाको लागि एकचोटि तालिया। ल सिनेमा हेरिदिनु भयो, तर यसलाई हामीले सहयोगको रूपमा पनि लिएको छौँ, किनकि कुनै खेलाडीको जीवन बनिँदैछ, त्यस पछाडि अरू विभिन्न खेलाडीको जीवन बिस्तारै बनिँदै जानेछ। खेलाडीलाई माया गरौँ र म अलिकति यहाँ टाइम पास के गर्नु खोजेको भने तपाईँहरूलाई चाहिँ उपहार पनि दिउँ भने त उपहार कहाँ ल्याउँदैछ म कुदिरहेको छु क्या। त्यसले गर्दाखेरि म अब एन्जिलाको पनि केही कुरा होला, दुई शब्द तपाईँहरूलाई धन्यवादको शब्द, एन्जिलाले केही दुई शब्द तपाईँहरूलाई धन्यवाद भन्ने छ। थ्याङ्क यू सो मच एन्जिला। नमस्ते सबैमा। सबै कुरा त अब दाइले भनिहाल्नु भयो होइन। हजुरहरूको मायाले गर्दाखेरि नि म चाहिँ अब बिचबाट आएको हो होइन। अब हजुरहरूले यति धेरै माया देखाउनु भयो कि म त्यहाँ एकछिन
एकछिन पनि रोक्न सकिनँ कि अनि त्यही भएर म आएँ अनि अब जस एउटा अब क्लबले अनुमति दिनुभयो अब 3-4 दिनको लागि अब हाम्रो गेम पनि फेरि अहिले ग्यापमा छ अनि त्यही भएर मलाई 3-4 दिनको लागि अलाउ गर्नुभयो त्यही भएर म आज हजुरहरूको सामुमा आएँ अब हजुरले यति धेरै माया दिनुभयो कि अब यो चाहिँ मेरो लागि सायद अविस्मरणीय क्षण नै हुने भयो अब यति धेरै माया अब अहिलेसम्म पाएको थिएन तर जब यो मुभीबाट माया पाएँ होइन यो मुभीले गर्दाखेरि अब यति धेरै माया पाएर प्लस अब फुटबलले गर्दाखेरि नै हो म आज यहाँसम्म आएको र फुटबलले गर्दाखेरि हजुरहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु यस्तै माया दिनु होला हस् धन्यवाद Three cheers for Angela Hibbing! अब खालि एकछिन बसिदिनुहोस् गिफ्ट दिन बाँकी छ एकैछिन उपहार बाँड्छ त्यसपछि फोटो खिच्छौँ फोटो अहिले बाहिर हामी गएर सबैलाई बाहिर सबै पाउनुहुन्छ हामी बाहिर गएर फोटो खिच्छौँ अहिले तपाईँलाई गिफ्ट ल्याएको छौँ यो गिफ्ट पनि बाँड्छु हात पहिले नउठाउनुहोस् है एन्जेलाले घर छोडेको डेट कुन चाहिँ हो ए ल गिफ्ट आयो तपाईँ व्हाइट र ब्ल्याक लाउने ल तपाईँ ओके नेक्स्ट क्वेशन आयो यो सिनेमा सबैभन्दा धेरै रुपियाँको यहाँ एकजना बच्चा आइसक्यो एन्जिला कस्तो लाग्यो बेबी आजको ओके लकी मान्छे नेक्स्ट आयो यो सिनेमा मनले आयो फेरि एकचोटि हेर्छु भनेको अब फोटो खिच्ने तर कस्तो लाग्यो कस्तो लाग्यो आमा तपाईँलाई कस्तो लाग्यो भनिदिनु न एकचोटि हुटिङ कस्तो लाग्यो एन्जिला
कस्तो लाग्यो तपाईँलाई कस्तो लाग्यो दिदी ओके दर्शकवृन्द अहिले हामी धरानको फ्रेन्च सिनेमा हल अगाडि आइसकेका छौँ र हामीले हल भिजिट पनि हामीले लिइसकेका छौँ र टिमसँग हामी छोटो मिठो कुराकानी गर्नेछौँ सो स्वागत छ थ्याङ्क यू सो मच थ्याङ्क यू ओके अब पूर्व काठमाडौँमा त हामीले सघाएर यहाँनिर पूर्वतिर पनि आयौँ र उत्तिकै उत्साह पूर्वमा पनि रहेको छ त्योभन्दा अझ धेरै स्वागत सम्मानहरू पाइयो होइन एन्जिलाबाट सुरु गर्नु मन लाग्यो होइन एन्जिला कस्तो महसुस भइरहेछ किनभने सबै कुरा नयाँ नयाँ भइरहेछ होइन कस्तो भइरहेछ एकदमै खुसी लागिरहेछ अब हिजो हामी इटरीमा गयौँ त्यहाँ पनि अब इटरीको अब सबैजनाको एकदमै भनौँ न दर्शकहरूको माया पायो र आज पनि अब यहाँ धरानमा आउँदाखेरि एकदमै खुसी लाग्यो अब यति धेरै माया दिनुभयो कि सायद यो कहिले पनि म यो माया चाहिँ भुल्ने छैन जस खुसी लागेको छ एकदमै तपाईँको सानो सानो बच्चा फ्यानहरूले पनि हजुरको चाहिँ अटोग्राफ लिइरहनु भएको थियो होइन एकदम धेरै एन्जिला जस्तो बन्छु भनेर चाहिँ त्यो किसिमको प्रतिक्रियाहरू दिइरहनु भएको थियो सानो नानी बाबुहरूलाई देख्दाखेरि चाहिँ कस्तो महसुस हुँदो रहेछ एकदमै खुसी लाग्यो अब सानो सानो बच्चाहरू होइन अब यसरी आएर मेन चाहिँ यो मुभी चाहिँ बच्चाहरूले हेर्नु नै पर्ने हुन्छ होइन अब यो सङ्घर्ष के हो भन्ने कुराहरू बुझ्छ होइन जो बच्चाहरू अब आएर अब साइनहरू लिँदा होइन अनि अब उनीहरू म प्रति अब आकर्षित हुँदाखेरि एकदमै खुसी लाग्यो उनीहरूले सायद केही न केही कुराहरू सायद इन्सपायर भएरै गयो होला जस्तो लाग्छ ओके मिलन दाइ होइन अब पूर्वमा आइसकेपछि छुट्टै किसिमको चाहिँ हुन्छ फिल्मलाई एकदम धेरै माया गर्ने दर्शकहरू हुनुहुन्छ अझ धेरै योचोटि त एन्जिलाको लागि यो किसिमको माया प्राप्त भइरहेछ यो मायालाई चाहिँ कसरी वर्णन गर्न चाहनुहुन्छ हजुर यसलाई त चाहिँ नि मायालाई त शब्दै छैन नि होइन यति राम्रो चाहिँ नि अलिकति छिन्नै भिन्दै किसिमको एउटा चाहिँ नि इन्भाइरोमेन्ट हुन्छ पूर्वमा आउँदाखेरि पहिलो कुरा त एन्जिला अब पूर्वकै पर्यो इलामको शैली त्यो भएर पनि धेरै मान्छेहरू धेरै उत्साहित भएको मैले देखेँ होइन अनि अघि पनि भन्नुभयो तपाईँले पनि बच्चा फ्यानहरू फुटबलको त्यो गजबको चाहिँ एक किसिमको फ्यानहरू हुँदो रहेछ मैले पनि थाहा पाएँ अनि त्यो एन्जिलाको जुन क्रेज छ काठमाडौँमा पनि देखेँ मैले यहाँ पनि देखेँ यो चाहिँ नि बडो आनन्द आउने खालको क्रेज छ क्या सो खुसी छु म यो चाहिँ एकदमै बिरलै पाइन्छ होइन त्यो अब दर्शकवृन्द तपाईँहरूलाई अभियसली यति धेरै आमाको भूमिकाबाट यति धेरै प्रभावित हुनुहुन्छ र उहाँको अभिनय देखिसकेपछि साँच्चीकै एन्जिलाको आमा नै फिल गरिरहनु भएको छ दर्शकहरूले र त्यही किसिमको प्रतिक्रियाहरू पनि दिइरहनु भएको छ अब सृजना दिलाई चाहिँ यो पूर्वमा आइरहँदाखेरि र पूर्वको मायालाई चाहिँ कसरी सम्बोधन गर्न चाहनुहुन्छ म त अब खुसी नहुने कुरै छैन अघि हाम्रो मिलन दाइले भने जस्तै यसलाई व्यक्त गर्ने शब्दहरू नै छैन धरान त्यसै पनि आर्टको लागि फिल्म होइन नाटकको लागि एकदमै उर्वर ठाउँ हो केन्द्र पछाडि चाहिँ एकदमै चलचित्रलाई माया गर्ने ठाउँ भनेको पूर्व पनि हो पूर्वमा विशेष धरान त त्यो छुट्यो भने पूर्वको नामै नलिए पनि हुन्छ अनि धरानको दर्शकहरूले जहिले पनि राम्रो नेपाली फिल्महरूलाई त्यसरी नै माया गरिदिनुहुन्छ झन् यो अन्जिलामा त यति धेरै त्यो भेराइटीको मैले अडियन्सहरू देखिरहेको छु कि बच्चाहरू पनि त्यही तरिकाले अटोग्राफ मागिराख्नु भएको छ हाम्रो अन्जिलालाई होइन अनि त्यसरी आमाहरू पनि त्यस्तै फ्यामिली एकदमै यो मिश्रित खालके अडियन्स पनि देखिरहेको छु अनि एकदमै खुसी लागेको छ किनभने आफ्नो ठाउँ हो यो अनि हाम्रै ठाउँको मान्छेले हाम्रै ठाउँमा चाहिँ यसरी राम्रो फिल्म बनाएर आउनु पाउँदा एकदमै खुसी लागेको छ गर्व पनि लाग्छ छोरीसँग सँगसँगै हिँड्दाखेरि आमालाई चाहिँ कस्तो महसुस हुँदो रहेछ अभियसली छोरी सँगसँगै हिँड्दा एकदमै रमाइलो भावुक त भइन्छ नै तर पनि ऊ टाढा भए पनि त्यो टाढा भइराखेर हिँडे जस्तै लाग्दैन किनभने हरेक हिसाबले हामी उसैको नाम लिएर हिँडिरहेको छौँ उसैको नाम लिएर हिँड्दा त त्यो एक्लै आफू मात्रै हिँड्दैछु हामी चाहिँ होइन टिम अन्जिला बिना हिँड्दैछौँ भन्ने त कहिले पनि लाग्दैन अझै उसँगै हुँदा त यो देख्नुभयो नि अरू बेलाको भन्दा माहौलै फरक हुन्छ यो त अभियसली एकदमै खुसीकै कुरा हो तपाईँले एकदम धेरै यो पूर्वमा आइसकेपछि बेस्ट कमेन्ट चाहिँ तपाईँ के सम्झिनुहुन्छ दर्शक फ्यानहरूले दिएको कमेन्टमा आमालाई सबै राम्रै राम्रो छ यही हो भन्दा पनि एकदमै आमा अन्जिलाकै आमा जस्तो लाग्यो भन्दा चाहिँ ओहो मैले क्यारेक्टरलाई न्याय गरेँ भनेर चाहिँ एउटा यसो अलिक गर्व लाग्छ ओके अब छोरीलाई होइन एन्जिलालाई चाहिँ सबैभन्दा यहाँनिर आइसकेपछि जता गए पनि एन्जिलाले माया पाइ नै रहनु भएको छ तर अहिले फिल्मबाट चाहिँ देखिसकेपछि तपाईँको स्टोरी बुझिसकेपछि अझ धेरै सम्मान अझ धेरै त्यो मनैदेखि सम्मान आउँछ कि कुनै कुराहरू होइन फिल्म हेरिसकेपछि त्यो किसिमको सम्मानहरू प्राप्त भइरहँदाखेरि तपाईँले नोटिस गर्नुभएको
कमेन्ट चाहिँ कस्तो कस्तो पाउनुभयो हजुर? कमेन्ट त लगभग सेम नै आउँछ होइन। अब सङ्घर्ष गरेछौ, राम्रो लाग्यो, खुसी लाग्यो, अझै योभन्दा अगाडि बढ्नु भनेर आशीर्वाद दिइरहनु भएको हुन्छ। प्राय कमेन्टहरू चाहिँ यस्तै छ। ओके, अब यहाँ धरान आइरहँदाखेरि तपाईँलाई के महसुस हुन्छ धरानमा चाहिँ? धरानमा त अब सफा ठाउँ होइन, अनि फेरि फुटबलको पनि फेरि राम्रो हो। अघि एकाडेमी पनि गएर आयौँ हामी, बच्चाहरूसँग भेटेर पनि आयौँ। जस मलाई चाहिँ धरान भन्ने बित्तिकै चाहिँ एकदम सफा ठाउँ चाहिँ लाग्छ मलाई। धरान सम्झिने बित्तिकै कसको याद चाहिँ आउँछ हजुरलाई? अर्क साम्पाङ। उहाँहरूलाई केही सन्देश छ? उहाँहरूलाई अब जुन अहिले कामहरू उहाँहरूले गरिरहनु भएको छ होइन, यो कामलाई चाहिँ हामी एकदमै ह्याट्स अफ नै गर्छौँ र आउने दिनहरूमा पनि अझै देशको लागि अझै राम्रो गर्नुहोस् भन्न चाहन्छु उहाँहरूलाई। अब मिलन दाइ अभियसली पनि हर्क साम्पाङ उपमहानगरपालिका धरानको चाहिँ उहाँले नेपाली फिल्मलाई पनि उत्तिकै माया गर्नुहुन्छ होइन, के भन्न चाहनुहुन्छ? किनभनेदेखि तपाईँहरू यहाँनिर भइरहँदाखेरि अगाडिको टाइममा पनि एकदम धेरै फिल्ममा प्रमोसनमा एकदम धेरै सपोर्ट गर्ने व्यक्ति हो। यहाँ धरान आइरहँदाखेरि उहाँलाई थोरै केही उहाँको बारेमा नभनिकन त हामी जान सक्दैन जस्तो लाग्छ। सिनेमा देखाउन खुब रहर थियो उहाँलाई, तर दुईचोटि नै के भयो भने तपाईँको हामी भिजिटमा आउँदाखेरि शनिबार चाहिँ श्रमदानको त्यो डे भनौँ न, स्याटरडे, त्यो भएर उहाँलाई अलिकति डिस्टर्ब गर्न पनि मन लागेन। फेरि हामीले सुन्दाखेरि उहाँ चाहिँ कामलाई प्रायोरिटी श्रमदानमै व्यस्त हुनुहुन्छ भन्ने सुने पछाडि देखाउनु पाएन। उहाँलाई पनि एकचोटि समय मिलेर हेरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु, किनकि उहाँ जस्तो मान्छे व्यक्तिले हेर्नुपर्छ यो चलचित्र। त्यही नै हो। मिलन दाइ, अब लामो समयपछि अथवा केही प्रोजेक्टपछिको सफलता पक्कै भन्न मिल्छ होला, मिलन चाम्सलाई एन्जिला फापेको भन्न मिल्छ यतिखेर हो? किनकि मेरो विगतमा एक दुईवटा प्रोजेक्टहरू राम्रो गर्छु भन्दै पनि व्यावसायिक रूपमा कहिलेकाहीँ चलचित्र राम्रो हुँदै गर्दाखेरि पनि कहिलेकाहीँ व्यावसायिक सफलता पाइँदैन। त्यसबाट म पनि भिक्टिम थिएँ। अहिले चाहिँ नि फेरि त्यो चाहिँ नि रिकभर भएको छ। एन्जिला मलाई मात्रै होइन, देशलाई नै फापेको हो र त आज नम्बर 1 गोलकिपर र आज राष्ट्रको नेतृत्व गरेर चाहिँ नि थुप्रै इन्टरनेसनल गेम र अहिले त अब ग्रिसमै खेलिरहेछ। सो अब राष्ट्रलाई फापेको मान्छे मलाई त त्यसै फाप्ने भइहाल्यो। अब एन्जिलाजी यति धेरै व्यस्त, त्यसो आफै पनि प्लेयर हुनुहुन्छ, व्यस्तता हुनुहुन्छ नि, झन् अहिले सिनेमा आइसकेपछि त्यति धेरै व्यस्त हुनुहुन्छ। अब तपाईँलाई यो सिनेमा यस्तो सफलता पाउँदै गर्दाखेरि चाहिँ कलाकार भन्ने कि प्लेयर भन्ने चाहिँ अब चाहिँ? मलाई चाहिँ कलाकार भन्दा पनि प्लेयर नै भनेको मनपर्छ होइन। मलाई चाहिँ अहिले पनि कलाकारको रूपमा नलिदिए पनि हुन्छ जस्तो लाग्छ, किनभने म फुटबल प्लेयर प्लस अनि अब मलाई प्लेयर भनेरै बोलाएको चाहिँ एकदमै मनपर्छ। जुन अब अहिले मुभीसँगको अब सम्बन्ध छ, यो भनेको अब मेरो लागि यही लास्ट पनि हो र अब यो एउटा इतिहास त बन्यो, तर यो मेरो लागि एउटा छिडीको फुटबल भनेको मेरो जिन्दगीभरको लागि नै हो। परिवर्तन चाहिँ के आयो एन्जिला यो सिनेमा लागिसकेपछि एन्जिलामा? परिवर्तन चाहिँ के आयो भने मैले चाहिँ एकदमै धेरै माया पाएँ दर्शकहरूबाट। सबैभन्दा ठुलो कुरा चाहिँ त्यही नै हो र यो मुभीले चाहिँ अब प्रत्येक मान्छेहरूलाई चाहिँ एकदमै इन्सपायर गरेको छ। अनि त्यही भएर उहाँले यति धेरै माया दिनुभयो कि यो यति धेरै माया मैले अहिलेसम्म पाएको थिएन, तर अहिले जुन दर्शकहरूले माया दिनुभयो यो चाहिँ एकदमै राम्रो लागेको छ। समय दिनुभयो, धन्यवाद। यहाँलाई शुभकामना।